इन्द्रै समान आयु होस् सबैको, सूर्य समान ज्योति रूप राम्रो, लक्ष्मी समान भई सत्यमा रहनु, पृथ्वी समान भई सुख दुःखमा सहनु। तपाईलाई 10 औँला जोडेर तपाईको आजको दिन मङ्गलमय होस्, यही कामनाका साथ राशिफलमा लाग्छौँ आजको पञ्चाङ्गबाट। आज मिति विक्रम सम्वत 2082 साल माघ महिनाको 28 गते बुधबार, सिद्धार्थ नामको संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, श्री साके 1947, नेपाल सम्वत 1146। तदनुसार सन् 2026 फेब्रुअरी महिनाको 11 तारिक फाल्गुन कृष्ण पक्ष, नवमी तिथि प्रातः 9:53 तदुपरान्त दशमी तिथि, अनुराधा नक्षत्र 10:51 तदुपरान्त ज्येष्ठ नक्षत्र, संयोग चन्द्रमा वृश्चिक राशिमा सूर्योदय प्रातः 6:46 हुँदैछन् भने सूर्यास्त भने साँझ 5:51 सूर्यास्त हुनेछ। यो आजको पञ्चाङ्गपछि लागौँ आज बुधबारको समय तालिका। यहाँहरू कुनै कार्य गर्दै हुनुहुन्छ भने यहाँको दिन शुभ रहोस्। बुधबारको समय तालिका रहेको छ 6:20बाट 8:20 लाभ बेला रहनेछ, 8:20बाट 9:30 अमृत बेला, 9:30बाट 10:55 काल बेला, 10:55बाट 12 बजेसम्म शुभ समय, 12 बजेबाट 1:40 रोग बेला, 1:40बाट 3:10 उद्वेग बेला, 3 बजेबाट लिएर 4:50 चर बेला, 4:50बाट 5:51 लाभ बेला रहन्छ। र यहाँहरू सबै शुभ कर्ममा शुभ कर्म गर्नुहोला, कसैलाई विपत्ति नपरोस्। र आज माघको 28 गते जन्मदिन पर्ने तपाईँलाई जन्मदिनको मङ्गलमय शुभकामना, सुस्वास्थ्य दीर्घायुको कामना। र आज तपाईँको विवाह गरेको दिन छ भने तपाईँको दाम्पत्य सुखमय बितोस्, तपाईँमा कहिले कमी कमजोर नहुन्, सबै हाँसी खुसी रहौँ, यही कामनाका साथ अब लाग्छौँ आज माघको 28 गते बुधबारको राशिफल लिएर। राशिफलका लागि मेष राशि। मेष राशि हुनेहरूका लागि विशेष व्यक्तिसँग भेटघाट, कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर आउला। विद्यार्थी वर्गले भने बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। वृष राशिहरूका लागि आजको दिन मध्यम हुनेछ। विवादास्पद कार्यबाट तपाईँ एकदम विवादमा पनि जोगिनु पर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा त्यति राम्रो देखिँदैन। सामाजिक प्रतिष्ठा र घर परिवारमा तपाईँको के मनमुटाव भए पनि मध्यान्तरपछि पनि सुधार आउने नै देखिन्छ। मिथुन राशि। वैदेशिक यात्राको चर्चा परिचर्चा चल्नेछ। घरमा आतिथ्य आगमन हुनेछ। मिष्टान्न भोजनको योग पनि परेको छ भने खानपिनमा ध्यान दिनु भएन भने स्वास्थ्य बिग्रिन सक्छ, ख्याल गर्दा राम्रो हो। कर्कट राशि। मानव जीवनलाई चिनेर काम गर्नुभयो भने तपाईँको स्वास्थ्यमा सुधार आउनेछ। रोजगारीमा भने वाद विवाद नपरिराख्ला भन्न सकिन्न। जित भने तपाईँको हुनेछ र तपाईँले जिम्मेवारी पनि पुरा गर्नुपर्ने देखिन्छ। सिंह राशि। आज तपाईँले शिष्टता बढी अपनाउँदा राम्रो होला। मित्रसँग सहकार्य गर्दा राम्रो हुनेछ भने आज तपाईँलाई लाभदायक यात्राको पनि योग परेको छ। नेत्र सम्बन्धित रोगले पनि सताउन सक्छ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आज मनमा शान्ति छाउनेछ। नयाँ समाचारले मन झन् उमङ्ग छाउनेछ। पारिवारिक सुख पनि मिल्नेछ, तर पैतृक सम्पत्तिमा भने वाद विवाद पर्न सक्छ। तपाईँ आफ्नो विचारलाई अगाडि सार्दा राम्रो होला। तुला राशि। मित्रता र सहकार्यमा महत्त्वपूर्ण रहनेछ। स्वास्थ्य र मानसिकतामा थोरै वाद विवाद नपरिरहन तपाईँ अशान्ति पनि रहन सक्छ भने आज तपाईँको व्यापार व्यवसाय मन्दै रहला। जग्गाको कारोबारमा भने लाभ होला। वृश्चिक राशि। छोटो भए पनि लाभदायक यात्राको योग परेको छ। तपाईँलाई आज भोज भतेरमा पनि सामेल हुने योग परेको छ। धार्मिक कृतिमा सामेल भइहाला र विवाहको कार्यमा पनि सामेल भइहाला। आजको दिन तपाईँलाई मध्यम भएर नै बित्नेछ। धनु राशि। नयाँ योजनाहरू र फाइदाजनक बहने रहनेछ। आज ठुला बडाको आशीर्वाद दिने दिन छ भने
विशिष्ट व्यक्तिसँग भेटघाट पनि हुने योग परिरहेको छ। धनुराशिपछि मकर राशि। पढाइ लेखाइमा विशेष ध्यान दिनु राम्रो होला। खेलकुदमा भने मन जानेछ, तर तपाईँको खुट्टा सम्बन्धी रोगले नसताइरहला भन्न सकिन्न। व्यापारमा आंशिक लाभ होला भने कहीँ कताबाट नयाँ उपहार पनि प्राप्त हुने दिन छ। कुम्भ राशि। भावनात्मक सम्बन्धहरू आफै जोड्नु होला। टाढाका मान्छे पनि तपाईँका आफ्ना बन्लान्। नजिकका मान्छेले तपाईँलाई अपमान गरे पनि तपाईँलाई आज फेरि कुकुरदेखि सावधान रहनुहोला, तपाईँलाई टोक्न पनि सक्छ। त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। सवारीको साधनमा ख्याल गर्दा राम्रो होला। मीन राशि। मीन राशि हुनेका लागि मातृपक्षमा खडबड नहोला भन्न सकिन्न। आर्थिक क्षेत्रमा लाभ होला। सन्तुलित व्यवहार र सही बोलीले तपाईँलाई आजको दिन लाभ हुने दिन यो परेको छ। यो भयो मीन राशि लगायत 12 राशिको फलादेश। सूर्य र चन्द्रमाको आधारमा फलादेश गरेका छौँ। फलादेश जे जस्तो भए पनि तपाईँ कर्म गर्नुहोस्, तपाईँको दिन राम्रै रहनेछ। त्यसैले सबैको घरमा सुख शान्ति छोस्, सबै आयुष्मान भउन्, पुत्रवान भउन्, चिरञ्जीवी हुन्, यशस्वी भउन्, यही कामनाका साथ सबैका वाणीमा सरस्वतीको बास होस्, मुख हातमा लक्ष्मीको बास होस् र सबैको आजको दिनमा कुनै दुःख विपत्ति परेको यो कानले र आँखाले देख्न नसुनोस्, मुखले मिठो नबोल्न परोस्। यही कामनाका साथ म कृष्ण पनि आजको श्रृङ्खलाबाट बिट मार्छु। आजको यहाँको दिन शुभ होस्। जहाँ हुनुहुन्छ हाँसी खुस्नु जय जय होस्।